दर्शक नमस्ते। विशेष गरेर हामीसँग नेपाल कम्युनिस्ट पार्टीबाट बलावती शर्माजी हुनुहुन्छ। विशेष गरेर बागलुङ क्षेत्रको विकास परिवर्तन समृद्धि र यो राष्ट्रको उन्नति प्रगतिका लागि के कस्ता काम गर्नुभयो त? मानिजी नमस्ते हजुर। नमस्ते। विशेष गरेर वर्तमान अहिलेको जल्दो बल्दो जुन सरकारले 100 दिनमा विशेष कामहरू गर्यो उहाँहरूले भन्नुभएको छ, तर प्रतिपक्षले केही पनि गर्न सक्नुभएको छैन, ओरकसिंह पर पनि सार्न सक्नु भएको छैन भन्नुहुन्छ नि। साँच्चीकै यथार्थमा के होला मानिलियो? सरकार त 100 दिनमा अब अलिअलि गर्न खोजे जस्तो त गर्यो, अलिअलि प्रचार पनि गर्यो, स्टन्ट पनि गर्यो, तर खासमा केही पनि गरेन। हाम्रो बुझाइमा त्यस्तो छ र तपाईलाई म भन्न चाहन्छु, सरकारले बरु के गर्यो भनेदेखि 100 दिनमा विधिको शासन, कानुनी शासन, यो संविधानलाई कुल्चने चेष्टा गर्यो। अनि राष्ट्रियतामाथि विवादास्पद अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीले दिएर हिजोदेखि अहिलेसम्म भइरहेको जुन खालको छ, नेपालले नि भारतको भूमि मिचिएको छ भनेर राष्ट्रियतामाथि पनि के यो गलत हो? प्रहार गर्यो। यो त गलत हो नि, कहाँ मिचिएको छ त्यो त भन्नु पर्यो नि कसरी। त्यो होइन, तपाईले अहिलेसम्म काहीँ पनि नेपालले चाहिँ भारतको भूमि मिचिएको छ होइन, दम होइन, कसैले पनि दम होइन, कसैले पनि मिचिएको छ भनेर भनेको छैन। त अकुपेसन भन्छ के, सीमा बोर्डरको जग्गालाई चाहिँ त्यो गर्ने बाहेक चाहिँ त्यो उहरू पिलरहरू यता हुने उता हुने, वारी त्यो खोलो बग्दा कहिले यताबाट बग्दा भारततिर हुने, कहिले नेपालतिर हुने कुरा बाहेक चाहिँ त्यो त भएको छैन नि त। तर जुन कुरा भन्नुभएको छ त्यो चाहिँ सरासर गलत छ र हामीले त्यसको जवाफ दिन माग गरेका छौँ। तर उहाँ चाहिँ यो सार्वभौम सत्ता संसदप्रति चाहिँ कहिल्यै पनि उत्तरदायी हुनु भएन र संविधान विधि कानुनलाई लत्ताएर आफ्नो ढङ्गले चाहिँ जो शासन सत्ता सञ्चालन गर्न गइरहेको छ, त्यस कारणले पनि यो सरकारले तपाईँले पछिल्ला घटनाहरू हेर्नुभयो भने पनि अब यो सरकार पुरै अब असफलतातिर गयो भनेर हामीले देख्न सक्छौँ। जस्तो उहाँहरूको टिप्पणी अनुसार हामी बहुमतमा छौँ, पहिलाका जस्तै नेकपा एमाले, काङ्ग्रेस, माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी सबैले गरे भन्दा हामीले नमुना र देशको परिवर्तन चाहने हामी हौँ, हामीले नै परिवर्तन ल्याउँछौँ भन्ने उहाँहरूको ठोक्वा छ। तपाईँको विचार के छ? होइन, त्यो त मर्निङ सोज द डे भनेर भन्छ नि त होइन। अनि उहाँले चाहिँ त्यो देखाउनु पऱ्यो नि त, कहाँ कति मैले भनिसकेँ नि त, केही गर्न खोज्ने अनलाइन डिजिटलका कुराहरू धेरै गर्नुभएको छ, केही कुराहरू गर्न खोज्नु भएको छ, तर त्यो त रिजल्ट र परिणाममा देखिनु पऱ्यो र जनताले चाहिँ त्यसलाई अनुभूत गर्न सक्नु पऱ्यो नि त। त्यस्तो जनताले अनुभूत गरेको त केही छैन। बरु के भइरहेछ भने आज गरिब वर्गमाथि, उत्पीडित वर्गमाथि, सुकुम्बासी बस्ती चाहिँ नदी किनारमा खोलामा डुबे भनेर जुन सार्नु भएको छ, लगेर अर्को डुब्ने ठाउँमा लगाएर राख्नु भएको छ। हामीले व्यवस्थित गर्न जग्गा दिनको लागि हो भनेर भन्नुभएको छ। हामीले कसरी लिएका छौँ भने यो सरकारले 2-3टा ठाउँमाथि चाहिँ प्रहार गरेको छ। एउटा गरिब उत्पीडित वर्गमाथि चाहिँ यसले प्रहार गरेको छ, जस्तो सुकुम्बासी बस्तीमाथि प्रहार गर्ने, त्यसपछि बजेट नीति कार्यक्रम ल्याउँदाखेरि पनि गरिब उत्पीडित वर्गको लागि होइन कि मध्यम वर्गको चाहिँ अलिअलि हित साधन, धेरै त भन्दिनँ म, गर्ने गरी ल्याउनु भएको छ। त्यसकारण त्यहाँ प्रहार गरेको छ। अर्को विधि कानुनको शासनलाई चाहिँ लत्ताइएको छ। अर्को राष्ट्रियतामाथि पनि यहाँले के अरे यो सरकारले धावा बोलेको छ। र अनि त्यति मात्रै होइन, मान्छे जो बोल्छ नि, बोल्न पाउने अधिकारलाई पनि यसले कुण्ठित गरेको छ। संविधान संशोधनको नाममा चाहिँ कसरी भने जो जेनजी अभियन्ता अनि किसान महासङ्घको के अरे नेता नरेन्द्र खड्का अनि अन्सारी होइन, सरिस्मा थापा लगायतकालाई चाहिँ त्यो डुबानमा परेकालाई उद्धार गर्न जाँदाखेरि त जे पाइ त्यही बोलेर पुलिसको बिहानमा कोचिएको छ नि त। अनि बोल्न पनि नदिने उसले होइन। अनि एकतन्त्रीय शासन भन्दा पनि त्यो गर्नको लागि के बुझ्नुहुन्छ? त्यो अर्थलाई कसरी तपाईँ पुष्टि गर्नुहुन्छ? त्यतातिर उन्मुख छ यो सरकार। एकतन्त्रीय शासन, यो कानुन विधि सबै संविधानलाई लत्ताएर चाहिँ आफ्नो पाराले चाहिँ शासन चलाउनलाई चाहिँ उद्धत छ क्या। हजुरले यसो थिङ्किङ गर्दाखेरि तपाईँलाई म अर्को कुरा नै भन्छु, जस्तो सञ्चार मिडियाको अगाडि ढोकामा के अरे गाडी तेर्साएर यसलाई त मनोवैज्ञानिक ढङ्गले चाहिँ सबैलाई कोही नि बोल्न पाउँदैन है, सरकार विरुद्ध कोही पनि बोल्न पाउँदैन है भन्ने ढङ्गले चाहिँ त्रास सिर्जना गरेको हो नि त। त्यसकारण बोली बन्द गर्न खोज्ने, लोकतन्त्रमाथि धावा बोल्न खोज्ने सरकारको रूपमा चाहिँ यो छ। जस्तो तपाईँले मूल्याङ्कन गर्दा जस्तै पुष्पकमल प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओलीज्यू र बालेन शाहज्यू, हाम्रो देशको अहिलेको वर्तमान प्रधानमन्त्रीज्यू, कसरी मूल्याङ्कन गर्नुहुन्छ
माननीय सम्माननीय होइन त्यो यस्तो हो उहाँहरूले जुन जुन जे भनेर चाहिँ मतादेश ल्याउनु भएको छ नि धन्नै 2/3 भनेको 282 सिट जसरी ल्याउनु भएको छ त्यो अनुसार जनताको मतको भोटलाई कतिको तपाईँले के हेर्नुहोस् भनेदेखि हिजो जहाँनिर राणा शासन थियो त्यसपछि त्यहाँबाट पञ्चायती व्यवस्था थियो त्यसलाई पनि अन्त्य गरेर बोल्न नपाउने शासनका विरुद्ध लडेर 70 वर्षसम्म त अरू दलहरूले त लडेर यो शासन व्यवस्था ल्याए सङ्घीयता ल्याए धर्मनिरपेक्षता ल्याए अनि हामी जस्ता महिला दलित गरिब सबको अधिकारलाई सुनिश्चित गरे 33% त्यहाँ लेखेर त्यसैमा हुनुहुन्छ नि त उहाँहरूले के परिवर्तन गर्नुभयो हामीले त यो संरचना नै परिवर्तन गर्यौँ नि त हिजोका दलहरूले त्यो अनि औद्योगिक क्रान्ति गर्छौँ भन्ने छ नि यसलाई गर्नुभएछ भने पछि भनौँला नि त गर्नुभएछ भने हामीले त राम्रा कामको समर्थन गलत कामको विरोध भनेको छ उहाँहरूले गर्नुभयो भनेदेखि हामीले समर्थन गर्छौँ हेर्दै जाउँ अर्थ मन्त्रालयमा भर्खरै मात्रै कर्मचारीहरूले जुन आफ्नो जुन कामको जुन पारिश्रमिकको जुन सरकारबाट हटाइने या राख्ने भन्ने विषयमा उहाँहरूले चाहिँ जुन सिर्जना गर्नुभयो के भन्नुहुन्छ तपाईँ त्यसमा मेरो एउटा मात्रै के भनाइ छ भने मैले बिहान बोल्दा आकस्मिक समयमा नि मैले उहाँको बोलेको छु उहाँले जसरी 10औं 20औं 30औं वर्षसम्म जुन यो राज्यमा चाहिँ आफ्नो योगदान दिनुभएको छ उहाँहरूलाई चाहिँ बिना शर्त चाहिँ निकाल्न पाउँदैन र के अरे उहाँले जे माग राख्नु भएको छ तिनी मागहरूलाई हेरेर चाहिँ जागिरमा यथावत राख्नुपर्छ उहाँहरूले के अरे कर्मचारीलाई अस्थायी करार र आंशिक कर्मचारीलाई चाहिँ हटाउन पाउँदैन यो सरकारले त्यही भन्न चाहन्छ साउनमा जस्तो पानीको एकदम समस्या आउने अनि समस्या बगिसकेपछि आफ्नो क्षेत्रमा अर्थात् देशको हरेक क्षेत्रमा छ यसलाई कसरी बुझ्नु भएको छ माने अब यस्तो छ यो बाढी पहिरो हामीले भनि पनि राखेका छौँ जो विपत्ति आइरहेको छ सरकारले कति तयारी गरेको छ एलर्ट राखोस् होइन बाढी पहिरोबाट हुने धनजनको क्षतिको लागि चाहिँ यो सरकारको तयारी चाहिँ हामीलाई दिनुपर्छ जानकारी गराओस् वर्तमान सरकारले अबको समयमा कसरी चाहिँ देशको परिवर्तन समृद्धि र देशलाई हिजो जुन मेन्डेट योजना यो चाहिँ हामी ल्याउन सक्छौँ यो चाहिँ परिवर्तन दिन्छौँ हिजो त्यो चाहिँ परिवर्तन गर्न सकेन भनेर यो उहाँलाई हाम्रो भनाइ के छ भने उहाँहरूले जे भनेर भोट माग्नु भएको छ जे भनेर पुराना दलले गरेनन् भनेर जो स्टर्न खडा गर्दै अगाडि आउनु भएको छ त्यो भनेका बाचा र जनताले दिएको मत र जनताको अपेक्षा अनुसार काम गर्नुहोस् नत्र भने जनताले अहिले पनि ल हिजो हामीले भोट दिएको फिर्ता देऊ भन्न थालिसकेका छन् नत्र भोलि हामीले गरेका काम हामीले त समर्थन गरेका छौँ राम्रा कामको त समर्थन राम्रा कामको हामीले समर्थन गर्छौँ भनेका छौँ र राम्रा गरेका कामको हामीले समर्थन पनि चुनावी क्षेत्रमा जुन जनताले चाहिँ के भन्नुहुन्छ भने अब 100 दिनमा अलिअलि आउनुहुन्छ अलिक 200 दिनमा अलिक चिन्नुहुन्न र अलिक धेरै समय भएपछि माननीयज्यूले हाम्रो क्षेत्रमा हिलो बाटो धुलो यो बिर्सिनुहुन्छ भन्नुहुन्छ नि यसलाई कसरी नेपाली जनताले कसरी बुझ्नु पर्यो हामीले संसदमा हामीलाई जनताले यहाँ कानुन बनाउन पठाएको हो र हामी यहाँ अहिले सदन चलनजेरी कानुन बनाउन्जेरी हामीले जनताका आवाज जिल्लाका आवाज त्यहाँ परेका समस्या हामीले यहाँ बोलेका छौँ र छुट्टी हुँदा अथवा संसद नचल्दा हामी जनताको बिचमा पनि जान्छौँ र सबै काम गरेका छौँ त्यो भन्नु भएको नि छैन हामीले सबै गर्छौँ हस् त